मित्रहरू, तपाईँ पनि मटर खेती घरमै गर्न चाहनुहुन्छ भने यो उपाय पक्कै पनि यहाँहरूले अपनाउनु होला र यो भिडियो अन्त्यसम्म हेर्नु होला। सर्वप्रथम चाहिँ माटो र प्राङ्गारिक मल मिसाएर चाहिँ एउटा बट्टामा राख्नु होला। त्यसपछि गुणस्तरीय बिउ मटरको बिउ ल्याएर रोपिदिनु होला। त्यसपछि सिँचाइ गरेर छोडिदिनु होला। 10 दिनमा चाहिँ बिरुवा यस्तो बन्ने गर्दछ। त्यसपछि 30 दिनमा चाहिँ बिरुवा यस्तो बन्नेछ। त्यसपछि हामीले एउटा चाहिँ अन्डाको चाहिँ बाहिरको खोल हुन्छ, त्यसलाई चाहिँ मसिनो पारेर चाहिँ सिँचाइ गरिदिएर त्यसको जरामा राखिदिनु पर्ने हुन्छ। जरामा राखिसकेपछि त्यसलाई थाक्रा लगाउन अथवा यस्तो डन्डीहरू चाहिँ लगाइदिएर चाहिँ त्यस डोरीले बाँधिदिनु पर्ने हुन्छ र यो 60 दिनमा चाहिँ फुल र फल यसरी फल्नेछ साथीहरू, होइन। त्यसपछि 90 दिनमा चाहिँ यस्तो किसिमको चाहिँ भएर फल्नेछ। कति गजब भयो, कति गजबले फलेको छ।